एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई मिनी ब्लग। सो गाइस, आज चाहिँ म एकदमै खुसी छु र धेरै खुसी छु। किनभने चाहिँ तपाईँहरूले चाहिँ मलाई भन्नुहुँदै थियो मेरो भोइस एकदमै कम सुन्छ ब्लगहरू बनाउँदाखेरि चाहिँ। सो गाइस, मैले चाहिँ एउटा यो लिइसकेको छु। यो चाहिँ हो एउटा वायरलेस माइक्रोफोन गाइस। सो तपाईँहरूको लागि भनेर मैले यो चाहिँ किनेँ। सो आजको भोइस चाहिँ मेरो कस्तो के सुन्दैछ, लाउडली सुनेको छ छैन है, तपाईँहरू मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अनि यो माइक चाहिँ कस्तो के हुन्छ, कस्तो टाइपको हुन्छ भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ अब भन्नु सक्दिनँ, किनभने म पनि फर्स्ट टाइम युज गर्दैछु। के कस्तो रिभ्यू छ यो चाहिँ अब चलाउँदै जाउँ, अब कस्तो के हुन्छ है। अनि तपाईँहरूले पनि कतिजना लिनुहुन्छ होला, तपाईँहरूले लिइसक्नुभयो होला, तपाईँहरूले त राम्रो राम्रो क्वालिटीको लिनुभयो होला। तर म चाहिँ अब जस्ट ट्राईको लागि नै मैले यो एक कम्पनीको चाहिँ मैले युज गर्दैछु होइन गाइज। अनि फर्स्ट टाइम हो। अनि त्यही हो गाइज, तपाईँहरूलाई त्यही देखाउनुको लागि नै मैले चाहिँ अब यो माइक युज गरिरहेको छु। सो तपाईँहरूलाई मेरो यो सानो मिनी ब्लग के कस्तो लाग्यो, यो माइक टेस्ट चाहिँ गरेको होइन। अनि तपाईँहरूलाई के कस्तो लाग्छ, मन परेमा लाइक गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला होइन। अनि तपाईँहरू जतिजना मेरो च्यानलमा न्यू हुनुहुन्छ भने तपाईँहरू पनि गएर एकपल्ट मेरो च्यानललाई भिजिट गरिदिनुहोस् होला होइन गाइस। अनि त्यही हो। अनि म जति सक्दो हुन्छ म एकदमै राम्रो राम्रो कन्टेन्टहरू, राम्रो राम्रो भिडियो लिएर आउने कोसिसमा गर्छु गाइस। सो त्यही हो। सो आजको लागि चाहिँ बाई बाई।